हेलो साथीहरु, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई सिकाउन गएको छु कर्णाली प्रदेशले विभिन्न पदको भ्याकेन्सी खुलाएको छ। यदि तपाईहरु पनि जागिरको खोजीमा हुनुहुन्छ भने तपाईहरुले पनि एप्लाई गर्न सक्नुहुन्छ र जो साथीहरु एसएलसी पास हुनुहुन्छ तपाईहरुले पनि एप्लाई गर्न सक्नुहुन्छ। र अनलाइन फर्म भर्नको लागि तपाईहरुले कुनै पनि एउटा ब्राउजर खोल्नुस् र ब्राउजर खोलिसकेपछि तपाईहरुले यो सर्च बक्समा गएर PPSC online dot karnali.gov.np भनेर सर्च गर्नु होला र सर्च गरिसकेपछि तपाईहरुको यस्तो खाले इन्टरफेस आउँछ। सिम्पली तपाईहरुले यसमा टच गर्नु होला र यसमा टच गरिसकेपछि तपाईहरुको यस्तो खाले इन्टरफेस आउँछ। यदि तपाईहरुले कर्णाली प्रदेशबाट पहिला नै फर्म भरेर एक्जाम दिनु भएको छ भने त्यही आइडीबाट तपाईहरुले लगइन गर्न सक्नुहुन्छ। यदि तपाईहरुले कर्णाली प्रदेशबाट एकचोटी पनि फर्म भर्नु भएको छैन र आइडी छैन भने फर्म भर्नको लागि एउटा आइडी बनाउनु पर्छ। सो आइडी बनाउनको लागि तपाईहरुले यो रजिस्टरमा टच गर्नु होला। त्यसपछि तपाईहरुको यस्तो खाले इन्टरफेस आउँछ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। सो स्क्रल डाउन गर्नु होला र तपाईहरुको फर्स्ट नेम दिनु होला। यो जुनमा स्टार चिन्ह छ त्यसमा चाहिँ तपाईहरुले भर्नै पर्छ। भरेन भने तपाईहरुको आइडी नै बन्दैन। र त्यसपछि लास्ट नेम दिनु होला। बिचको नाम छ भने बिचको नाम दिनु होला, छैन भने नदिनु होला। अनि त्यसपछि युजर नेम क्रिएट गर्नु होला यसरी नै। अनि त्यसपछि तपाईहरुको जन्म मिति दिनु होला र बीएसमा हालिसकेपछि एडीमा आफै आउँछ। अनि त्यसपछि जेन्डर चुज गर्नु होला। अनि त्यसपछि इमेल एड्रेस दिनु होला तपाईहरुको। अनि त्यसपछि मोबाइल नम्बर दिनु होला। अनि त्यसपछि सिटिजनशिप नम्बर दिनु होला, नागरिकता नम्बर। तपाईहरुको नागरिकताको अगाडि र पछाडी हुन्छ नागरिकता नम्बर। यो नागरिकता कुन जिल्लाबाट इस्यु भएको चुज गर्नु होला। मैले चाहिँ सिन्धुलीबाट लिएको थिएँ। र त्यसपछि यो नागरिकता कति सालमा लिनु भएको डेट दिनु होला। अनि त्यसपछि सबमिटमा टच गर्नु होला र सबमिटमा टच गरिसकेपछि युजर सक्सेसफुली रजिस्टर भनेको छ। त्यसपछि तपाईहरुले जीमेल चेक गर्नु होला। यहाँ चाहिँ तपाईहरुको युजर नेम र पासवर्ड पठाउँछ। त्यसपछि तपाईहरुले युजर नेम यहाँ हाल्नु होला अथवा इमेल पनि हाल्न सक्नुहुन्छ। अनि अघि जीमेलमा पठाएको पासवर्ड हाल्नु होला र पासवर्ड हालिसकेपछि यो सबमिटमा टच गर्नु होला। त्यसपछि तपाईहरुको यस्तो खाले इन्टरफेस आउँछ। सो ओल्ड पासवर्ड यहाँनिर हाल्नु होला। म हाल्न गइरहेको छु। अनि त्यसपछि न्यू पासवर्ड क्रिएट गर्नु होला। अनि त्यसपछि सबमिटमा टच गर्नु होला। सबमिटमा टच गरिसकेपछि न्यू पासवर्ड बन्छ र त्यसपछि युजर नेम अथवा इमेल यहाँ हाल्नु होला। सो म चाहिँ युजर नेम हाल्न गइरहेको छु। अनि त्यसपछि पासवर्ड हाल्नु होला यहाँनिर अघि क्रिएट गर्नुभएको। अनि त्यसपछि सबमिटमा टच गर्नु होला। सबमिटमा टच गरिसकेपछि तपाईहरुको यस्तो खाले इन्टरफेस आउँछ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ तीनटा डट, यसमा टच गर्नु होला र यसमा टच गरिसकेपछि माई प्रोफाइलमा टच गर्नु होला। अनि त्यसपछि तपाईहरुको यस्तो खाले इन्टरफेस आउँछ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ नेम इन इंग्लिश भनेको छ। यो आफै आउँछ र यो जुनमा स्टार चिन्ह छ त्यसमा चाहिँ तपाईहरुले भर्नै पर्छ। भरेन भने तपाईहरुको फर्म नै बिग्रिन्छ। र नेम इन नेपाली भनेको छ। सो आफ्नो नाम दिनु होला नेपालीबाट र मिडल नेम छ भने मिडल नेम दिनु होला, छैन भने नदिनु होला। अनि त्यसपछि लास्ट नेम दिनु होला र त्यसपछि यो चाहिँ आफै आउँछ, केही पनि गर्नु पर्दैन। सिम्पली तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ फ्यामिली। सो फादर नेम दिनु होला। सो तपाईहरुको बुवाको नाम दिनु होला। अनि त्यसपछि मिडल नेम छ भने मिडल नेम पनि दिनु होला, छैन भने नदिनु होला। अनि त्यसपछि लास्ट नेम दिनु होला। अनि त्यसपछि आमाको नाम दिनु होला यहाँनिर। अनि त्यसपछि लास्ट नेम दिनु होला आमाको, मैले दिइसकेँ। र त्यसपछि ग्रान्डफादरको नाम दिनु होला, हजुरबुवाको नाम। अनि त्यसपछि लास्ट नेम दिनु होला हजुरबुवाको। अनि यदि तपाईहरु म्यारिड हुनुहुन्छ भने आफ्नो पति पत्नीको नाम पनि लेख्न सक्नुहुन्छ यहाँ। र यो चाहिँ आफै आउँछ, केही पनि गर्नु पर्दैन। सिम्पली यो नेक्स्टमा टच गर्नु होला र नेक्स्टमा टच गरिसकेपछि पर्सनल डिटेल डाटा हेज बिन सक्सेसफुली अपडेटेड भनेको छ र एक्स्ट्रा भनेको छ कास्ट। कास्ट के हो त्यो चुज गर्नु होला, छैन भने अन्यमा चुज गर्नुस्। अनि तल लेख्नु होला कुन कास्ट हो।
र त्यसपछि रिलिजन चुज गर्नु होला। मैले चुज गरिसकेको छु हिन्दू। र तपाईहरु म्यारिड अनम्यारिड के हुनुहुन्छ त्यो चुज गर्नु होला। सो म चाहिँ अनम्यारिड हो, त्यही भएर अनम्यारिड चुज गर्छु। र तपाईहरु काम गर्नुहुन्छ कि के गर्नुहुन्छ त्यो चुज गर्नु होला। मैले गरिसकेको छु। र तपाईहरुको मातृभाषा के हो त्यो दिनु होला र छैन भने तल लेख्नु होला अन्यमा। र त्यसपछि तपाईहरुको बुवाको एजुकेसन क्वालिफिकेसन कति छ त्यो चुज गर्नु होला। मैले गरिसकेको छु। र त्यसपछि बाबाको एजुकेसन लेभल चुज गर्नु होला। मैले गरिसकेको छु। र मदर एजुकेसन क्वालिफिकेसन चुज गर्नु होला। मैले गरिसकेको छु। फादर अकुपेसन चुज गर्नु होला। मैले गरिसकेको छु। मदर अकुपेसन चुज गर्नु होला। मैले गरिसकेको छु। र जियोग्राफिकल एरिया तपाईहरु कुन जियोग्राफिकल एरियाबाट बिलोङ गर्नुहुन्छ सो चुज गर्नु होला। मैले गरिसकेको छु। र त्यसपछि यहाँ चाहिँ यदि तपाईहरुको समावेशी पत्र छ भने यहाँ अपलोड गर्न ब्राउज फाइलमा गएर तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ आदिवासी जनजाति मधेसी दलित तपाईहरु के हो त्यहाँको कागजात अपलोड गर्नु होला। यदि तपाईहरु आदिवासी जनजाति हो भने अपलोड गर्नु होला। सो मैले गरिसकेको छु। हामी चाहिँ आदिवासी जनजातिमै पर्छौं। र त्यसपछि नेक्स्टमा टच गर्नु होला। र नेक्स्टमा टच गरिसकेपछि एक्स्ट्रा डिटेल डाटा हैज बीन सक्सेसफुली अपडेटेड भनेको छ। त्यसपछि तपाईहरुले यहाँ कन्ट्याक्ट दिनुपर्छ, पर्मानेन्ट एड्रेस। सो तपाईहरुको नागरिकतामा जे छ त्यही दिनु होला। तपाईहरुको प्रदेश के छ त्यो चुज गर्नु होला। मैले गरिसकेको छु। त्यसपछि तपाईहरु कुन डिस्ट्रिक्टबाट बिलोङ गर्नुहुन्छ त्यो चुज गर्नु होला। मैले गरिसकेको छु। र लोकल बडी भनेको तपाईहरुको नगरपालिका गाउँपालिका के हो त्यो चुज गर्नु होला। मैले गरिसकेको छु। र वार्ड नम्बर दिनु होला। अनि त्यसपछि मार्ग पर्दैन र टोलको नाम दिनु होला। घर नम्बर पनि पर्दैन, फोन नम्बर यो दिदा नै हुन्छ नदिदा नै हुन्छ किनभने यहाँ स्टार चिन्ह छैन। मोबाइल नम्बर चाहिँ दिनु होला किनभने यहाँ स्टार चिन्ह छ। र त्यसपछि इमेल एड्रेस दिनु होला तपाईहरुको। अनि त्यसपछि नेक्स्टमा टच गर्नु होला। नेक्स्टमा टच गरिसकेपछि कन्ट्याक्ट डिटेल डाटा हैज बीन सक्सेसफुली अपडेटेड। र यदि तपाईहरु प्रशासनमा भर्दै हुनुहुन्छ भने एससी पासको सर्टिफिकेट अपलोड गर्नुपर्छ। त्यहाँ तपाईहरुको भ्याकेन्सीमा भनेको छ। सो मैले चाहिँ यहाँ एसएलसी र +2 को सर्टिफिकेट अपलोड गरेको छु। सो सर्टिफिकेट अपलोड गर्नको लागि एड फाइलमा जानु होला। र त्यसपछि सुरुमा बोर्ड नेम भनेको छ। सो एसएलसी को सर्टिफिकेट हाल्नु होला। र त्यसपछि लेभल के हो एसएलसी एसई अनि त्यसपछि कुन सब्जेक्ट लिएर पढ्नु भएको त्यो चुज गर्नु होला। र त्यसपछि पर्सेन्टेज जीपीए कति आएको छ दिनु होला। र त्यसपछि डिभिजन ग्रेड के आएको थियो दिनु होला। जस्तै ए आएको थियो मेरो। र त्यसपछि मेजर सब्जेक्ट के थियो तपाईहरुको त्यो दिनु होला। जस्तै मेरो एकाउन्ट म्याथ। सो तपाईहरुको के हो त्यो दिनु होला। र त्यसपछि यो डिस्क्रिप्सन बक्समा तपाईहरुले आई ह्याभ पास एसई भनेर लेख्नु होला अथवा एसएलसी। र त्यसपछि एजुकेसन टाइप भनेको छ। सो तपाईहरु गभर्नमेन्टबाट पढ्नु भएको कि नन गभर्नमेन्टबाट पढ्नु भएको त्यो चुज गर्नु होला। र त्यसपछि पास डेट दिनु होला। यहाँनिर सुरुमा तपाईहरुले यो साल चुज गर्नु होला। र त्यसपछि महिना चुज गर्नु होला कहिले पास गर्नुभएको। र कति गते आएको थियो यसको रिजल्ट त्यहाँ तपाईहरुको मार्कसिटको तल हुन्छ डेट त्यहाँ दिनु होला। र त्यसपछि यहाँ चाहिँ तपाईहरुले मार्कसिट अपलोड गर्नु होला। र यता चाहिँ क्यारेक्टर सर्टिफिकेट अपलोड गर्नु होला पीडीएफ बनाएर। सो मैले चाहिँ पीडीएफ बनाएर अपलोड गरेको छु। र फेरि पनि अपलोड गर्दिन यहाँ देख्न सक्नुहुन्छ दुईटै अपलोड गरेको छु मैले। र त्यसपछि तपाईहरुले यो नेक्स्टमा जानु होला। नेक्स्टमा गइसकेपछि ट्रेनिङमा आएको छ भने दिनुस्, छैन भने नदिनुस्। सो प्रशासनमा आएको छैन ट्रेनिङ, त्यही भएर प्रशासनमा दिदिन। त्यसपछि नेक्स्टमा टच गर्नु होला। नेक्स्टमा टच गरिसकेपछि यो पनि दिनु पर्दैन। त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ एक्सपिरियन्समा आएको छैन प्रशासनमा। सो म दिदिन नेक्स्टमा टच गर्छु। र त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईहरुले हालसालै खिचेको स्क्यान फोटो हाल्नु होला। अनि यता चाहिँ सिग्नेचर अपलोड गर्नु होला।
र त्यसपछि तपाईहरुको नागरिकताको फोटो हाल्नु होला, अपलोड गर्नु होला। मैले गरिसकेको छु र ब्याक साइड अफ सिटिजनशिप भनेको छ, यहाँ यता चाहिँ पछाडी भागको सिटिजनशिप अपलोड गर्नु होला अनि त्यसपछि नेक्स्टमा टच गर्नु होला। नेक्स्टमा टच गरिसकेपछि यहाँ चाहिँ सबै डिटेलहरु चेक गर्नु होला। तपाईहरुले के मिस्टेक गर्नुभएको छ भने पछि गएर तपाईहरुले यो एडिट गर्न पाउनुहुन्न, त्यही भएर अहिले नै चेक गर्नु होला सबै। सो मैले चाहिँ सबै चेक गरिसकेको छु, मेरो चाहिँ सबै ठिकै छ र यो भइसकेपछि सबै कम्प्लिट चेक गरिसकेपछि यो तीनटा डटमा टच गर्नुस् र त्यसपछि भ्याकेन्सीमा टच गर्नुस् र त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ म चाहिँ यहाँ प्रशासनमा एप्लाई गर्न गइरहेको छु। प्रशासन सहायकको लागि तपाईहरुले एसई पास गरेको हुनुपर्छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। यसमा एप्लाई गर्नको लागि यो भ्यू अल डिटेल यसमा टच गर्नुस् र यसमा टच गरिसकेपछि म चाहिँ एउटा खुल्लामा भर्न गइरहेको छु र त्यसपछि आदिवासी जनजातिमा भर्न गइरहेको छु अनि त्यसपछि डु यु ह्याभ मिनिमम क्वालिफिकेसन, एस आई ह्याभ मिनिमम क्वालिफिकेसन, यसमा टिक लाउनु होला अनि त्यसपछि तपाईहरुले कुन सब्जेक्टबाट पढ्नु भएको त्यो दिनु होला। सो म चाहिँ व्यवस्थापन संकाय यसबाट पढेको र सब्जेक्ट के थियो त्यो दिनु होला। मेरो चाहिँ अकाउन्ट कमा इकोनोमिक्स थियो, इकोनोमिक्स अनि त्यसपछि एक्जाम सेन्टर तपाईहरुको प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशमै हुन्छ अनि त्यसपछि यसमा टच गर्नु होला र यसमा पनि टच गर्नु होला र त्यसपछि एप्लाईमा टच गर्नु होला। एप्लाईमा टच गरिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ 600 लाग्ने छ जम्मा शुल्क। सो मेरो चाहिँ जनजातिको र खुल्लाको दुईटै तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ र त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ खुल्लाको लागि 400 र जनजातिको लागि 200 र एज कन्फर्म गरिसकेपछि तपाईहरुले फेरि पनि एडिट गर्न मिल्ने छैन। सो मेरो चाहिँ सबै ठिकै छ, तपाईहरुले चेक गर्नु होला फर्म तपाईहरुको के मिस्टेक भएको छ त्यो चेक गर्नु होला। सो मेरो चाहिँ सब ठीक छ, त्यही भएर म एज कन्फर्ममा टच गर्छु र यसमा टच गरिसकेपछि यु ह्याभ सक्सेसफुली एप्लाइड फर। सो मेरो चाहिँ एप्लाइड भइसक्यो र पैसा तिरिसकेपछि पेड देखाउँछ। सो पे को लागि यसमा टच गर्नुस् र यसमा टच गरिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ पे। सो यसमा टच गर्नुस् र त्यसपछि बैंक चुज गर्नु होला। म चाहिँ राष्ट्रिय वाणिज्य बैंक चुज गर्छु, एउटा मात्र अप्सन छ यहाँनिर। अफलाइन पेमेन्टबाट पनि जान सक्नुहुन्छ। सो मलाई चाहिँ अनलाइन पेमेन्ट सजिलो लाग्छ, त्यही भएर अनलाइन पेमेन्टबाटै जान्छु र तपाईहरुले पनि यसरी नै पैसा तिर्नु होला र पेन्डिङ देखाछ अहिले, पेड देखाएपछि मात्र तपाईहरुको फर्म एप्रुभ हुन्छ। सो यसरी नै तिर्नु होला। ओके साथीहरु, आजको लागि यति नै भिडियो बनाउँछु। तपाईहरुलाई मन पर्यो भने लाइक, सब्स्क्राइब, कमेन्ट गर्दिनु होला।